यस्ता परिस्थितिहरूमा खास गरी द्वन्द्वोत्तर अथवा लडाईँ झगडाको एउटा सिलसिलाबाट थिलथिलिएको देश, तानाशाहीसँगका मुकाबलाहरूबाट थिलथिलिएको, अतिवादका गतिविधिहरूबाट थिलथिलिएको अवस्थामा मान्छेहरूमा प्राय सपनाहरू खजमजिन्छन्। मान्छेका आकांक्षाहरू पनि त्यत्तिकै कोपिलामै झर्न थाल्छन्। मैले त्यस वक्तव्यमा नि भनेको छु, सपनाहरू मूर्छित हुन्छन् त्यस्ता बेलामा। ती सपनाहरू मूर्छित भइरहन दिन हुँदैन। कुनै देश जब भविष्यप्रति आशावादी हुन्छ, सपना देख्छ, सुन्दर भविष्यको सपना देख्छ, राम्रा दिन सुदिनहरू आउँछन् भन्ने विश्वास गर्छ, तब नै ऊ बाँच्न सक्छ, तब नै उसले मेहनत गर्न सक्छ, तब नै उसले काम गर्न सक्छ। मेरो काम मूर्छित सपनाहरूलाई जगाउनु र तिनीहरूप्रति विश्वास बढाउनु र ती विश्वासहरू साकार पार्नका निम्ति हरेकले प्रयास गरून्, जसबाट देश विकास सम्भव बनाउन सकिन्छ, समाज विकास सम्भव बनाउन सकिन्छ। त्यही कोसिस मैले गरेको हुँ। त्यो गर्नुपर्छ।